Hi everyone! आज म मेरो एकदमै त्यो हुन्छ नि बकेट लिस्टलाई पुरा गर्दैछु क्या। मलाई चाहिँ यस्तो काम चाहिँ गर्नु मन थियो, लाइक काम होइन यो के हो यो खै के हो थाहा छैन। मलाई चाहिँ यस्तो हेऱ्यो त्यो हिउँ परेको टाइममा होइन, अलिक त्यो जङ्गलतिर अलिक हिल साइडतिर जानु मन थियो क्या। अनि मैले कति सोचेको अस्ति त्यस्तै भयो, कामसाम भयो, जानै पाएन। अनि आज चाहिँ मेरो बिदा छ, अनि हिजो हिउँ पऱ्यो, अहिले पनि अलि चाहिँ झर्दैछ। सो मैले चाहिँ मेरो नजिकै अलमोस्ट 2 आवर जति लाग्ने हो खास चाहिँ, तर अब मेरो हिँडाइले कति आवर लाग्छ थाहा छैन। जानु लाग्छु अनि मलाई यस्तो उटपटाङ चिजहरू गरिराख्न मन लाग्छ लाइफमा, ताकि पछि गएर मेरो ओल्ड एजमा हेरौँ होइन, अनि मजा आओस् क्या, ताकि यस मैले यो टाइममा यो पनि गरेको थिएँ लाइफमा भन्ने। सो लेट्स गो टुगेदर। अहिले चाहिँ मैले होइन यो अफ बाटोमा हिँड्न सुरु गरिसकेँ। बाटो चाहिँ यस्तो छ, मैले केही ब्यागस्याग पनि लिएको छैन क्या, नजिकै भएर। अनि हेभी हुन्छ पनि होइन, म सक्दिनँ पनि नि त। अनि त्यही भएर मैले पानी मात्र लिएको छु यता, अनि हिँडिरहेको छु। मजा आइरहेको छ, तर अब खै के भन्ने मजा पनि आइरहेको छ, अलिअलि डर पनि लागिरहेको छ। आज त अब म जङ्गलमा हिँड्दा डराउँदा पनि रहेछु भनेर मैले यसरी अफ रोड हिँडेको, पाहाडहरू चढेको चाहिँ इट्स सेकेन्ड टाइम। अस्ति साथीहरूसँग गएको थिएँ, अहिले चाहिँ एक्लै आएको छु नि त। अनि यस्तो राम्रो छ होइन, तर त्यो भित्र एउटा डर पनि छ क्या, लाइक कति धेरै सिरियल किलरहरूको मुभी हेरेर होला होइन, कस्तो त्यो डर पनि लागिरहेको छ क्या। अनि मलाई आफूलाई कस्तो फन्नी पनि लागिरहेको छ त्यो सम्झेर चाहिँ, वाट आर यु किडिङ टाइप होइन। त्यही मान्छे नै भेटेको थिएन होइन, कस्तो यस्तो बाटो छ, डेन्जर छ क्या बाटो चाहिँ, मान्छे नै भेटेको थिएन। कस्तो त्यो भइरहेको थियो क्या, मान्छेको पाइलाहरू मात्रै देखिरहेको थियो। फाइनली मैले 2टा बोजूहरूलाई भेटेँ, अनि मजा आयो क्या देखेर चाहिँ। ओ दिलको ठन्डक भन्छ नि, त्यो टाइपको भयो क्या। यस्तो दामी छ गड, आँखाले हेर्दा चाहिँ लाइक यु वान्ट टु क्राई क्या, त्यस्तो हुन्छ नि मोमेन्ट। म त मलाई आजको मोमेन्टहरू क्याप्चर गर्ने यति मन थियो क्या, हुँदैन यस्तो हेर्नु न। अब ट्रीहरू चाहिँ यस्तो स्नो बोकेर उभिरहेको छ क्या। इभन म कोरियामा आएर होइन खुसी डेजहरू काउन्ट गर्दाखेरि चाहिँ यो पनि पर्छ होला क्या एउटा चाहिँ। त्यो दिनमा खुसी भएको दिनहरू यस्तो फर्केर याद गर्दाखेरि हुन्छ नि, यो दिनमा यस्तो खुसी भएको थियो। आई विल काउन्ट डेफिनेटली दिस डे क्या। अब म जाएगा न भिडियो, अब आयो कि घरबाट ढुङ्गा के उतार्छ त यार। मान्छे एकदम कम हिँडेको रहेछ यो बाटोमा चाहिँ। अब चाहिँ खतरनाक बाटो आयो। अब मलाई लाग्छ म पुग्दिनँ होला, म फर्किन्छु होला सायद। अब आयो नि त बाटो, यस्तो ओपी छ बाटो चाहिँ। बाटो गाह्रो छ क्या हिँड्नलाई, यस्तो ढुङ्गा यो सबै हिउँले छोपेको क्या। अब देखिने भए हिँड्नुको सजिलो हुन्छ, तर यस्तो केटी भाइ उहरू छ नि जङ्गलहरू। मैले चाहिँ होइन आफूलाई त टपुक्नै पर्छ भन्ने सुने क्या, किनभने आफू कति हिँड्छ त्यो पनि त थाहा हुन्छ नि त आफूलाई। अनि त्यही भएर टपुक्नै पर्छ, हिँड्नै पर्छ भनेर फोर्स पनि गरेको छुइनँ। जति सक्छु बेस्ट दिन्छु आफूलाई। म माइती चाहिँ हिँड्न सक्थेँ है टाइप, यो के खालको मजा हो। तर मलाई चाहिँ यस्तो गर्नु कम्ता मजा आउँदैन, के आइलागेको यस्तो मजा अन्त नहुनु हौ मान्छे होइन, आफूलाई दुःख
बसेर गफ गरौँ होइन म चाहिँ अहिले हाफभन्दा बढी चाहिँ आइपुगेँ अनि मैले चाहिँ कस्तो छ भन्दाखेरि अब चाहिँ फर्किने सोचेँ म योभन्दा बढी हिँड्न पनि सक्दिनँ अनि हिँड्यो भने अब माथि त जाउँला अनि फेरि तल पनि झर्नु पऱ्यो नि त सो मैले आफूलाई के सोचेँ भने हेर बाबा तिमी हिँड्न सक्छौ होला तर फर्किन त सक्दैनौ भनेर अनि झर्ने सोच म चाहिँ ओह्रालोतिर झर्दैछु अनि ओह्रालोको बाटो चाहिँ सो यस्तो छ क्या अनि उकालो चढ्नु सक्थ्यो होला तर खै के सोचेँ आफैले अलिकति धेरै ताकत पनि देखाउनु हुँदैन नसक्ने कुरामा भन्ने लाग्यो क्या अनि त्यही भएर ओह्रालो झर्दैछु अभियसली हामी नेपालीहरू जब विदेश जान्छ होइन सबैभन्दा बढी देशको माया र चिन्ता लाग्दो रहेछ नेपाल आउँदाखेरि खासै कहिले यो देश छोडौँ जस्तो हुन्थ्यो क्या दिक्कत लागेर बुझ्दैन कस्तो दिक्क लाग्थ्यो अनि तर म जब विदेश आएँ नि होइन तब चाहिँ कस्तो नेपालको चिन्ता लाग्छ क्या कहिले देश विकास हुन्छ होला कहिले यस्तो हुन्छ होला सानो कुराहरू देख्यो भने पनि कहिले हाम्रो देश यस्तो हुन्छ होला जस्तो हुन्छ अनि त्यो कति देशको सानो कुराहरूमा देशको चिन्ता लाग्छ देशको फिक्री हुन्छ अनि मान्छेहरूले भने कुरा गऱ्यो भने मान्छेहरूले पहिला त यस्तो थिएन त टाइपको कुरा पनि गर्छ हो पहिला थिएन होला अहिले भयो किनभने हामीले परदेश आयो दुःख गऱ्यो नि त अनि थाहा भयो आफ्नो देशमा नहुँदा परदेशमा हुँदा मान्छेले हेप्दा कसरी चुप लागेर बस्नुपर्छ भन्ने कुरा फिल भयो अनि त्यही भएर देशको माया लाग्छ देश फर्केर जानु मन लाग्छ तर देशको हालत देखेर फेरि यहीँ बस्नु मन लाग्छ यहाँ बस्दा हेप्दाखेरि फेरि नेपाल जानु मन लाग्छ अब के भन्नु के हुन्छ अलिअलि ठक्कर ठुकुर हिउँ पनि पर्दैछ यस्तो हल्का सेतो हुने गरी अनि यस्तोरी देखाउँदा चाहिँ यस्तो छ मलाई यस्तो त्यहाँ माथिको जङ्गलमा पुगेर आएको मजा पनि आएर चाहिँ हातहरू चाहिँ हल्का रातो लाग्छ मैले 15 लाउँदिनँ कि म हाँस चाहिँ झ्याउ लाग्छ म आएँ